ओइ झन्डै लडेको त्यसका बाजे यसका के राखेको यो भरेमा पनि यार। अनि अब बुढीलाई त देखाउनै पर्यो, बुढी भएपछि त देखाउँछ नि, बुढी नभएपछि त कसरी देखाउँछ होइन। हेलो बुढी, ओए मोटु, ओए हात्ती, ओए गैँडा भनेर लेखे पनि लेख्नु। हाम्रो मेरो कुरा लामो भयो होला, सुन्नुहोस्, पक्नुस् त पक्नुस् त पक्नुस् त सुन्नुहोस् त होइन, कहीँ नजानु होला है। ढ्याङ ढ्याङ गरो नमस्कार दिदी, चेयर्स ल है, जडिया पार्टी सुरु भयो। मिठो दामी फेरि एकचोटि। तिम्रै मायाको एउटै सहारा, तिम्रै मायाको। आजको गेस्टहरूलाई खाना रेडी, 1 2 3 गो। उठ्यो बस्यो, उठ्यो बस्यो, उठ्यो बस्यो, उठ्यो बस्यो। दियो है, दियो दियो दियो। पछौरीले सानो मुहार छोपेको, जुन मलाई भन्छौ भने हजुर, उज्यालो तिमीले। मम्मी आउनुभयो कामबाट। आएन। हेलो मम्मी, मलाई देख्नु भयो थियो त्यहाँबाट? त्यहाँ झर्दै देखेको नि। हो र? यताहरू झर्छ थाक्यो। अनि बिहान गाडी छैन भनेर मलाई भन्नुपर्छ त, एक्लै छ भनेर। अनि बिहान त कहाँ, म 2 बजी सुतेको हुन्छ। हिजै भनेको भए चाँजो पाँचो मिलाउनु हुन्थ्यो नि। ल आजको ब्लग चाहिँ यहीँबाट सुरु गरौँ होइन। अनि मम्मीले पिक गर्न आएको। आज दिदीहरूलाई खाना खुवाउनु लगाएको हामीले। भेटेको थियो नि त गङ्गा दिदीहरूलाई तपाईँले हिजो। हिजो गङ्गा दिदी पनि थियो अरे त, गङ्गा दिदी र गङ्गा दिदी। अनि तपाईँ आउनुहुन्छ कि आउनुहुन्न? त्यही बिरयानी सिरयानी खाने भने हो। अनि यसो आधी छ नि होइन घरमा? आज सकिएन, अब छुट्टी होइन? ल गाइस, वेलकम टु द ब्लग। आज मम्मीसँग ब्लग सुरु गरिदिउँ भनेर। ल जामै त, यस्तै त हो नि मम्मीको लाइफ होइन। What is up beautiful people? What's up Momo fam? What's up and our family? ओइ झन्डै लडेको त्यसका बाजे यसका के राखेको यो भरेमा पनि यार। भरेमा पनि हेर न, यसको के छ जता जिम गऱ्यो, जता एक्सर्साइज गऱ्यो, त्यतै छोडे यार। एनिवेज, लेट्स नट टक अबाउट द्याट। वेलकम टु निक एन्ड रोजी भ्लग। स्वागत छ यहाँहरूलाई भ्लगमा। अनि अब बुढीलाई त देखाउनै पर्यो, बुढी भएपछि त देखाउँछ नि, बुढी नभएपछि त कसरी देखाउँछ होइन। हेलो बुढी, हेलो बुढी, हेलो बुढी। सबै नाटक हो उसको, भर्खरसँग ह्याप्पी नै थियो, केही भएन साथीहरू। यो केटीको मुड हो, एकैछिनमा 1 सेकेन्डमा चेन्ज हुन्छ। अनि के भन्छ अरे, देवेन्द्रले चाहिँ बिहे गरे, तिमीले कहिले बिहे गर्ने भनेको। अनि आज हिजो नै ब्लग, तपाईँहरूले हिजोको ब्लग हेर्नु भएको छैन भने आजको ब्लग चाहिँ किन हेर्दै हुनुहुन्छ क्या? गएर हिजोको ब्लग हेर्नुहोस्। अनि आज के हुनेवाला छ थाहा पाउनुहोस्, अनि बल्ल आउनुहोस् होइन। हिजोको ब्लग हेर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट पनि छोड्नुहोस्। मैले एउटा कुरा भन्ने बिर्सेँ, अबदेखि चाहिँ एभ्री ब्लग, एभ्री मुकबाङ भिडियोमा हामी चाहिँ एउटा कमेन्ट छानेर त्यसलाई जहिले पनि पिन गर्नेछौँ।
सो मेक स्योर यु राइट समथिङ नाइस अबाउट अस होइन अनि नाइस नै लेख्नुपर्ने छैन यु क्यान राइट एनिथिङ ओए मोटे ओए हात्ती ओए गैँडा भनेर लेखे पनि लेख्नु ओए हिरो ओए सलमान खान ओए शाहरुख खान जस्तो मान्छे ओए के भन्छ राधा कृष्ण जस्तो जोडी भनेर लेखे पनि लेख्नु होइन तर इन्ट्रेस्टिङ हुनु पऱ्यो अनि त्यस रमाइलो अब केही क्यारेक्टर हुनु पऱ्यो एउटा कमेन्टमा सो कमेन्ट गर्न मिठो कमेन्ट गर्न नबिर्सिनु होला त्यो कमेन्टलाई पिन गर्नेछौँ पिन गऱ्यो भने चाहिँ के हुन्छ भने भिडियो हेर्दाखेरि मान्छेहरूले कमेन्ट सेक्सनमा गएर जाँदाखेरि तपाईँहरूको कमेन्ट चाहिँ फर्स्टमा आउनेछ अनि त उहाँहरूलाई पनि मन पऱ्यो भने लाइक पनि गर्न सक्छ नि त सो यति भन्दै के भन्नु थियो मैले हिजोको ब्लग हेरेर आइसक्नु भएकोहरूलाई ताली मार चाहिँ यहाँ पिटार ताली वेलकम अनि आज चाहिँ दिदीहरू आउँदै हुनुहुन्छ आज रोशनीको दिदी भेना चाहिँ हातै दुख्ने यार यो ब्लगरहरूले कसरी ब्लग गर्छ यार अनि आज चाहिँ रोशनीको दिदीहरू लन्डनबाट आउनुभएको छ अनि उहाँको दिदीहरूलाई खाना भएको अब एउटा दिदी भेनालाई मात्रै बोलाएर त भएन उसको त हजारवटा दिदीहरू छ होइन एउटालाई बोलाएर अरूलाई बोलाउन किन हुँदैन नि हामीलाई नबोलाउने आयो भने सबै आउने कि फेरि एकैचोटि एउटै छोड्दैन अनि आयो भने चाहिँ सबैलाई एउटालाई मात्र बोलाउने होइन अरे सबै एकैचोटि आउने आमा बाबा हुनुहुन्न नत्र आमा बाबा पनि कहिल्यै छुट्दैन है गाइस अनि दिदीहरू पनि कस्तो छ भने आमा बाबा आयो भने आउने नत्र नआउने भन्नुहुन्छ है कुरा पनि ठिकै हो हुन त आफ्नै आमा बाबा हो होइन ल आज दिदीहरू आउनुहुन्छ हामी सपिङहरू सबै गरेर आइसक्यौँ स्पेसल रिक्वेस्ट आइसकेको छ दिदीहरूलाई चाहिँ बिरयानी रे डिनरमा चाहिँ चिकन बिरयानी अब रोशीको बिरयानी खानेहरूलाई थाहा नै छ होइन रोशनीको हातको बिरयानी नखाएकोलाई छ अब के थाहा सो बिरयानी चाहिँ एकदम मिठो बनाउँछ यहाँ उसले रेडी पनि गरिसकेको छ गाइज है यो बिरयानीको लागि मासु ल यसो पख न आजको भिडियो हेर्न आउनेहरूलाई सुरुमै मेन्यूको लिस्ट तारारारारारा स्याङ 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 घिन्टाङ गरेर ल सुरुमा हल्का अब ड्रिङ्कहरू त गर्नै पऱ्यो होइन अब ओकेजनली अब ड्रिङ्कहरू गर्दैछ शीतन चाहिँ के सुरुमा ड्रिङ्कसँग खाने चाहिँ चटपटे अमिलो पिरो मेन रिक्वेस्ट अमिलो पिरो होइन त्यसपछि आलुको अचार चाहिँ मैले आफै बनाइदिएको पिरोसँग खाने भनेर होइन पिरो आलुको अचार बनाइदिएछु त्यो उता रेडी छ हो यसलाई म देखाउँछु त्यसपछि यो कलेजी पाङ्ग्री थोरै चाख्नलाई प्रसाद जस्तो अनि भटमास र के बुर्ने माछाको अचार भुरा माछा त्यति हो त्यसको स्टार्टर त्यो भयो होइन अनि त्यसपछि आज चाहिँ मेरो चाहिँ के अरे हाम्रो घरमा चाहिँ अब स्पिकरहरू सबै छ नि त मैले चाहिँ के विचार गरेको छु भने बत्ती सत्ती यसो हल्का डिस्को जस्तो फिट गरेर होइन अनि स्पिकर आज त विकेन्ड हो गाइज आज हाम्रो मेरो कुरा लामो भयो होला सुन्नुहोस् पक्नुस् त होइन कहीँ नजानु होला है केही कामहरू गरिराख्नु छ भने बरु साइडमा राख्नुहोस् अनि सुन्नुहोस् कान खोलेर सुन्नुहोस् मेरो कुरा आज विकेन्ड हो होइन हाम्रो नेबर चाहिँ एकदमै राम्रो छ है हाम्रो छेउको नेबर चाहिँ एकदमै राम्रो छ गोरा हो हाम्रो चाहिँ सेमी डिट्याच हो यतापट्टि चाहिँ जोडिएको छैन यतापट्टि चाहिँ जोडिएको छ अनि गोरा बस्छ एकदमै राम्रो एभ्री विकेन्डमा आएर फोरहरू टिपेर हाम्रै बिनमा हालिदिन्छ होइन अनि मैलाहरू जस पातहरू टिप्छ एकदमै सफा सुग्घर क्लिनलिनेस खालको टाइपको छ अनि अहिलेसम्म केही कम्प्लेन त्यस्तो केही छैन मान्छे पनि एक्लो सिङ्गल बस्छ कहिलेकाहीँ विकेन्डतिर ढिकचिक साथीहरू बोलाएर यसो गीतहरू बजाउँछ तर आज चाहिँ अब विकेन्ड हो होइन बिहान नै बुढी र म 9 बजी सुत्दाखेरि ढ्याङ गरो अनि लौ यसले त अब अनि यसको चाहिँ धेरै चाहिँ घरको मेन्टेनेन्सहरू चाहिँ काम चाहिँ गरिरहेको छ क्या अस्ति भर पनि किचनको पुरै रेनोभेट गर्यो ढोका पनि फेर्यो अनि के ब्याकयार्ड पनि बनायो है यसले त एक दुई लाख त सिद्धाइसक्यो होला अहिले लास्ट इयर के अब यस्तो छ भन म आइएम गेटिङ टु द पोइन्ट होइन त्यही भएर मैले साथीहरूलाई गाडी पनि बिचरा सोझो छ नि त अनि कम्युनिटीमा काम गर्दाखेरि खै चक्कु छ कि देखाएर चाबी सबै लिए अनि भनेर गाडी साडी पनि चोर्दैछ गाडी पनि नयाँ किन्नु होइन अनि द पोइन्ट इज बिहान नै गोराले ढाङ गरेर
हामीलाई डिस्टर्ब गरेको थियो। त्यही भएर आज त विकेन्ड हो, रातभरि गीत स्पिकर मेरो ठुल्ठुलो सब हुफर पनि छ डुङ डुङ बजाएर मलाई बेसरी आज अलिअलि नाच्न मन छ क्या होइन। अनि किनभने दिदीहरूकोमा गएर जाँदाखेरि यत्रो स्पिकरमा बजाउँछ अनि अलि नाचे जस्तै नि हुँदैन। अस्ति त नाच्न जाँदाखेरि बिचमा एडभर्टाइज बजाए आफै ठठङ ठठङ गरे है। सो आज चाहिँ स्पिकर सबै रेडी गराउँछु म। ल बल्ल मेरो कुरो सक्यो, अब उसको अचार पनि देखाउँछु। लगाइस आज रमाइलो हुनेवाला छ। खानेकुराहरू त्यति साह्रो नभए पनि जे होस् फ्यामिली भेटघाट मेन होइन, फ्यामिली भेटघाट टाइम स्पेन्ड गर्ने गफ गर्ने त्यही हो गाइस है। म अचार देखाउँछु ल। अनि बिरयानीको लागि उसले चामल पनि भिजाइसकेको छ। अब म चाहिँ बिहानै उठेर एज युजल एक्सर्साइजहरू सबै भ्याएँ, घरहरू अलिअलि सफाहरू गरेँ होइन। अनि उसको अचार चाहिँ यहाँ रहेछ है, हेर्न सक्नुहुन्छ। अचार मिठो लाग्छ है, चाहिएको त छैन। सो ल गाइज स्टे ट्युन्ड। अब दिदीहरू आएपछि एकैचोटि ब्लग सुरु गर्छ हामी चाहिँ। अब मैले त पकाउनु त केही पनि होइन, सबै बुढीले गर्छ। म चाहिँ यसो साइडमा बसेर हौसला दिन्छु, बुढी 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 भनेर। ल बेबी म चाहिँ गाइज एकछिन गेम खेलेँ होइन, गेम खेलेँ एकछिन एडिटिङहरू म स्टिल गर्दैछु है, तपाईँहरू देख्न सक्नुहुन्छ एडिटिङ गर्दैछु। अनि बुढीले चाहिँ हाम्रो जमुना दिदीलाई चाहिँ सन्चो छैन है, रुगाखोकी अलि सन्चो नभएर छ। त्यही भएर जमुना दिदीको लागि चाहिँ यो आलुको झोल सिम्पल बनाइदिएको रहेछ बुढीले। अनि यो रक्सी खाने पार्टीहरूलाई इन्क्लुडिङ मी है, यो चाहिँ कलेजो पाङ्री बिरयानीको मासु त देखाइसक्यो, चटपटीको लागि सबै रेडी गराइसकेको छ बिचरा बुढीले। अब हामी चाहिँ पर्खिँदैछौँ। बुढी चाहिँ बिचरा अघिदेखि बनाएको बनाएँ अनि थाकेर बस्नु गएको छ। भोक लाग्यो मलाई, मैले बिहान ब्रेकफास्ट चाहिँ कफी र एग्स मात्रै खाएको थिएँ। त्यही भएर अहिले चाहिँ म थोरै फेरि कचमकुचुम खान्छु, सुन्तलाहरू होइन फ्रुट्सहरू सुन्तलाहरू ल्याएको छ। सो अब हामी चाहिँ वेटिङमा छौँ। दिदीहरू चाहिँ अब कतिखेर आउनुहुन्छ। अनि यहाँ चाहिँ यसरी टेबलहरू सेटअप गराएको छ, हिटर लगाएँ मैले, जाडो नै भएको। अनि यहाँ ड्रिङ्क्सहरू अब के अरे हुस्कीहरू पनि लिएर आउनुपर्छ, ज्याक ड्यानियल्सहरू। अनि आज नाच्नलाई स्पिकर पनि रेडी गराइसकेँ मैले। अनि अब जस्ट वेटिङ फर सिस्टर्स एन्ड ब्रदर्स टु अराइभ। ल हाम्रो पाहुनाहरू आइसक्नु भएको छ। गङ्गा दिदी हेलो भनिदिनु न, हेलो भनिदिनु न। के भयो ल ल ल गङ्गा दिदीले यता दाइ आइसक्नु भएको छ। रेगुलर हो तपाईँ त्यस्तो गर्ने नि त अनि गीत दिने म त। ल मिठो गीत गाउँदिनु नि त। ल गीत त मलाई गिटार सुन्न मन लाग्यो, बजाउनु न सुनौ। साँच्चै केही छैन कि केही पनि पर्फेक्टनेस केही छैन। उता नेपालमा त दिदीको लागि त गाउनुहुन्थ्यो होला नि। त्यो यसरी गाउनुहुन्थ्यो कि हुन्थेन दाइले? तपाईँको लागि तपाईँको लागि सुन्दरताको तिमी उदाहरण हो। आयो कोठा आयो। ल अब के खाने रे तपाईँले? टङ्किला रे देखाउँदिन। ल के खाने रे? के खाने रे? टङ्किला त होइन क्या दिदी, टकिला हो टकिला हो। ल ल म अब ड्रिङ्क गर्ने दुईजना तिनजना कतिजना दिदी बाँकी छ अरे? दुईजना होइन ए तिनजना। जमुना दिदीलाई त बिर्सेको होइन, त्यही भने तिनजना दिदीहरूलाई पर्खिरहेको अवस्था होइन। अनि अब रक्सीहरू पनि खाने रे है, टङ्किला खाने रे हाम्रो दिदीले, टकिला होइन टङ्किला। सो अब चाहिँ गाइस खानेकुराहरू सुरु हुन्छ बिस्तारै है। नमस्कार देवीहरू आइसक्नु भएको छ। मलाई आँखाको इसारी दिइसक्नु भयो। यता बिचरा हाम्रो जमुना दिदी बिरामी हो। यता चाहिँ तपाईँ चाहिँ कुन देवी हो? गौरी देवी। ल आउनु आउनु। अब रक्सी खाने के पिरो अलि त केही हुन्न।
अब पुग्छ कि पुग्दैन होला पुगेन भने भोड्का खामलाई भोड्का नि छ के सर्ट हान्ने भनेको त जुस हजुर ल सुरु भइसक्यो यहाँ मलाई हालिदिँदै हुनुहुन्छ दिदीले कस्तो लाग्यो त एकदम है अति कलेजी बाङ्ला भैँसी कस्तो देखेछ त हैन यो चटपट कलेजी बाङ्ला आलुदम यता भट्टा ल यो चाहिँ मेरो खाना है ल चेयर्स टोकिला यो आफ्नो राखमै अहिले खानुपर्छ हुँदैछ यता जमुना दिदी बिचरा केमा लाग्दो अनि यता चाहिँ अब हाम्रो जेडी सुरु हुँदैछ पानी चाहियो तपाईँ मलाई धेरै हालिदिनु भयो तपाईँले हो र ठिकै छ तर रातभरि पुऱ्याउँछु म त्यति नै होला जस्तो लाग्छ मलाई अनि यो तिमीहरू दुईजनालाई नि ल होइन त्यति राख्नु ल दाइ चेयर्स ल चेयर्स चेयर्स दिदी चेयर्स ल है जडिया पार्टी सुरु भयो मिठो दामी फेरि एक सिरिप यो रातो ऱ्यापरहरूले खान्छ नि थाहा छ तपाईँलाई थाहा छ ऱ्यापरहरू हुन्छ नि यो 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 गर्नेहरू क्या यस्तोमा खान्छ नि त त्यही भएर ल्याएको न मैले ऱ्यापर भनेर त फर्स्ट टाइम सुन्नु होला दिदीले लुक ऱ्यापरको छ नि त फेरि तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको दामी 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 कसरी रे पानी पानी हाल्ने कसरी रे होइन यो त यो सबै खोला यहाँबाट खोला हाम्रो बिरयानी पाक्यो है गाइस हाम्रो बिरयानी चाहिँ पाक्यो अब आजको गेस्टहरूलाई खाना ल रेडी 1 2 3 गो नजिक ल्याइ न कस्तो छ मासु खै भन्नु होला मासु चाहिँ यहाँ तल हुन्छ यस्तरी रेडी भएको छ ल हेर्नुहोस् यो भात पनि फुट्दैन फरेर हुन्छ किनकि भात पकाउने बेला चाहिँ यसमा कागती हाल्नुपर्छ तेल हाल्नुपर्छ अनि फुट्दैन है त पछौरीले सानो मुहार छोपेको लाग्छ बादल भित्र जुनै हो कि लुकेको छाती भित्र मुटु मेरो
तिमी छातीभित्र मुटु मेरो ढुकढुकीमा तिमी शङ्का तिमीलाई लाग्छ भने आऊ हेर छामी परिवनको पखेरीमा सानो कोइलीले बासेको बच्चौलीले सानो मुहार छोडेको लाग्दछ बादल भित्र जुनै हो कि लुकेको जुनै हो कि लुकेको जुनै हो कि लुकेको दियो
जे गरे नि तालसँग मिलाउनु पर्यो भइहाल्यो नि उता बुढीलाई कुहिरो लाएर फेरि ढल्नु होला फेरि पानी खानु त्यो पनि हो बिटसँग चलिरहेको नि त खुट्टा हो त्यो हो क्या गीत आएन भने नाचै आउँदैन क्या ल दामी 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 ल गाइस आज जिन्दगीमा बरु हाम्रो बिहेमा पनि नाचिएन है यस्तो हाम्रो बिहेमा म पनि बिरामी भएको थिएँ बुढी पनि बिरामी भएको थिएँ आमा पनि बिरामी भएको थियो बिहेको साटो आजै नाच्यो होला हामी है अनि अब चाहिँ सबैजना थाक्यो पनि सबैजना के भन्ने नाच्ने पार्टीहरू थाक्यो होइन अनि अब चाहिँ बिरयानी खान लाग्यो अभियसली यु नो रोशनीको बिरयानी कस्तो हुन्छ भनेर चाहिँ तपाईँहरूले आफ्नै हातले चाखेर थाहा पाउनुपर्ने हुन्छ अनि बिरयानीसँग अन्डा पनि खाने भनेर अन्डा पनि बसालेको छ हेलो भन्नु न दिदी नलिजाउनुहोस् न छैन ल अब बिरयानी खाने भोलि हामी कोरियन खान जाँदैछौँ जिन्दगीमा पहिलोचोटि अनुभव गर्न पाइयो भन्ने हुनेछ भोलि चाहिँ है हामी पहिला नि गएको हो कोरियन तर फर्स्ट एक्सपिरियन्स एकदमै नराम्रो थियो नुनको बट्टा खानाको खानेकुरा खाएर आयो है बेबी बर्मिङहाममा कोरियन खाएको बिफहरू के मगाएको नुनिलो खानै नसक्ने अनि त्यो डम्पलिङ मात्रै खाएर आएको त्यसपछि कोरियन मन पर्न छोडेको क्या तर पछि थाहा पाइयो कि नुनहरू कम ज्यादा गराउनु पनि मिल्छ भनेर अब फर्स्ट टाइम गएको है भन्ने एउटाले म्या हो अर्कोले ल एक गाँस खानु त ल सबैलाई खिच्छु म सबैलाई खिच्छु एक गाँस म त आउने हो एक गाँस बिग बाइट कस्तो भयो बिरयानी
मिठो भयो कस्तो भयो बिरयानी मिठो भयो ल त्यति भन्दै भइहाल्यो नि होइन एकदम दामी दामी ल कडा 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 गम्म ल एक गास चिकन बिरयानी अब हामी पनि खान्छौँ है हो र ल मेरो चाहिँ यहाँ छ अन्डा पनि छ